नमस्कार, टुडे न्युजमा स्वागत छ। म एन्जल। सुरु गरौँ नेपाल र भारत बीच विभिन्न 7वटा सम्झौतामा हस्ताक्षर भएको प्रसङ्गबाट। नेपाल र भारत बीच विभिन्न 7 सम्झौतामा हस्ताक्षर भएको छ। बिहिबार हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता र छलफलपछि सहमति पत्रमा हस्ताक्षर गरिएको हो। द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही परियोजनाहरूको संयुक्त रूपमा बटन थिचेर उद्घाटन गर्नुभयो। दुई देशबीच नेपाल भारत परिवहन सम्झौता नवीकरण गर्ने सम्झौता भएको छ। त्यस्तै सीमा पार पेट्रोलियम पाइपलाइनलाई अम्लेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्याउने सहमति भएको छ भने चाँदी दोधारमा एकीकृत जाँच चौकी बनाउने सहमति भएको छ। पत्रकार सम्मेलनका क्रममा भैरवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास गरिएको छ भने नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट तथा बथनाहा विराटनगर काग्रो रेलको उद्घाटन गरिएको छ। पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच भएको सम्झौताले सम्बन्ध थप प्रगाढ हुने बताउनुभयो। उहाँले नेपाल भारत बीच ऊर्जामा सम्बन्धमा दीर्घकालीन सम्झौता भएको भन्दै नेपालबाट आगामी 10 वर्षमा 10,000 मेगावाट बिजुली लैजाने घोषणा गर्नुभयो। भारतीय प्रधानमन्त्री मोदीले दुई देशीय सम्बन्ध हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहने भन्दै सीमा लगायतका अन्य समस्याको समाधान खोज्ने जिकिर गर्नुभयो। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्याहरूका बारे द्विपक्षीय कूटनीतिक संयन्त्र मार्फत समाधान गर्नको लागि अनुरोध गरेको बताउनुभयो। उहाँले भारतीयसँग निकै महत्त्वपूर्ण सहमति भएको भन्दै यसले मुलुकको विकासका थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले दुई देशबीच नयाँ हवाई रुटका बारेमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो। उहाँले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभयो। त्यसअघि बिहिबार नै प्रचण्ड घाट स्थित महात्मा गान्धीको समाधि स्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्पहार अर्पण गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमण सम्पन्न गरेर जेठ 20 गते स्वदेश फर्किने कार्यक्रम छ। फ्रेंड्स, आज मैंने और प्रधानमंत्री प्रचंड जी ने भविष्य में अपनी पार्टनरशिप को सुपर हिट बनाने के लिए बहुत से महत्वपूर्ण निर्णय लिए हैं। आज ट्रांजिट एग्रीमेंट संपन्न किया गया है। इसमें नेपाल के लोगों के लिए नए रेल रूट्स के साथ साथ भारत के इनलैंड वाटरवेज की सुविधा का भी प्रावधान किया गया है। हमने नए रेल लिंक स्थापित कर फिजिकल कनेक्टिविटी को बढ़ाने का निर्णय लिया। साथ साथ भारतीय रेल संस्थानों में नेपाल के रेल कर्मियों को प्रशिक्षण प्रदान करने का भी निर्णय लिया गया है। नेपाल के सुदूर पश्चिमी क्षेत्र से कनेक्टिविटी को बढ़ावा देने के लिए सिरसा और जुलाघाट में 2 और पुल बनाए जाएंगे। क्रॉस बॉर्डर डिजिटल पेमेंट के लिए उसके माध्यम से फाइनेंशियल कनेक्टिविटी में उठाए गए कदमों का हम स्वागत करते हैं। इसका लाभ हजारों विद्यार्थी, लाखों टूरिस्ट और तीर्थयात्रियों के साथ साथ मेडिकल ट्रीटमेंट के लिए भारत आए मरीजों को भी मिलेगा। 3 आईसीपी के निर्माण से आर्थिक कनेक्टिविटी सुदृढ़ होगी। पिछले साल हमने पावर सेक्टर में सहयोग के लिए एक लैंडमार्क विजन डॉक्यूमेंट अपनाया था। इसको आगे बढ़ाते हुए आज भारत और नेपाल के बीच लॉन्ग टर्म पावर ट्रेड एग्रीमेंट संपन्न किया गया है। इसके अंतर्गत हमने आने वाले 10 वर्षों में नेपाल से 10,000 मेगावाट बिजली आयात करने का लक्ष्य रखा है। फुकोट, कर्णाली और लोअर अरुण हाइड्रो इलेक्ट्रिक परियोजनाओं पर हुए समझौते से विद्युत क्षेत्र में सहयोग को और बल मिला है। मोतीहारी अमलेखगंज पेट्रोलियम पाइपलाइन के सकारात्मक प्रभाव को देखते हुए इस पाइपलाइन को चितवन तक ले जाने का निर्णय लिया गया है। इसके अलावा सिलीगुड़ी से पूर्वी नेपाल में झापा तक एक और नई पाइपलाइन भी बनाई जाएगी।
धनुषा सहित तराई मधेसमा दैनिक गर्मी बढ्दै गएको छ। जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी नपर्दा गर्मी अत्याधिक बढेपछि जनजीवन प्रभावित भएको छ। जनकपुर धाम सहित तराई मधेस क्षेत्रमा एक सातादेखि मध्याह्न पख अधिकतम तापक्रम 38 देखि 46 डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ। सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्याधिक गर्मी भई जनजीवन प्रभावित भएको छ। चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्किनै मुस्किल पर्न गरेको स्थानीयले बताएका छन्। गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन्। सरकारी कार्यक्रम सेवाग्राहीको संख्या घटेको छ। गर्मीका कारण उद्योग व्यवसाय पनि प्रभावित भएका छन्। गर्मीका कारण घाउ, खटिरा, आउ, टाइफाइड, ज्वरो, झाडा पखाला लगायत सर्वा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा संस्था बढ्न थालेको चिकित्सक बताउँछन्। गर्मीले विद्यालय जानुपर्ने ससाना बालबालिकासँगै वृद्ध, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन्। प्रादेशिक अस्पताल जनकपुर धामको प्रवक्ता डाक्टर केडीका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनिया बिरामी बढेका छन्। पसिना अत्याधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डाक्टर केडीको भनाइ छ। उनले भने गर्मी बढेसँगै धनुषामा हिट स्ट्रोक अर्थात् लु लाग्ने जोखिम समेत बढ्दै गएको छ। दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डाक्टर केडीको भनाइ छ। बढ्दो गर्मीबाट जोखिम फलफुलको जुस, पानी लगायतका तरल पदार्थको सेवनलाई बढाउनका साथै कम नभए दिउँसोको समयमा घर बाहिर ननिस्किन उनले सर्वसाधारणलाई सुझाव दिए। समयमा पानी नपर्दा र अत्याधिक गर्मीले गर्दा कक्षा कोठामा विद्यार्थीलाई पठन पाठनमा समस्या हुने गरेको छ। शिरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबु साहेब यादवले अत्याधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताए। अत्याधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्। उनले भने घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्न गएको छ। समयमा विद्युत सेवा अवरुद्ध हुन पनि विद्यार्थीमा झनै समस्या देखिएको प्र यादवले बताए। गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेय पदार्थको माग वात्तै वर्ष र यो वर्ष झनै त्यस्तो मात्रा बढेको छ। यो वर्ष झनै त्यसको मात्रा बढेको छ। अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ। अहिले जनकपुर धाम बजारका होटल तथा चोकमा लस्सीका साथै चिसो पेय पदार्थको व्यापार गर्नको संख्या पनि बाक्लै देखिन थालेको छ। अहिले बजारमा उखुको जुस, शरबत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको जनकपुर जानकी चोकका चन्दे लस्सी पसलका सञ्चालक चन्दे शाहले बताए। केही दिन घामसँगै बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरू बन्द हुन थालेको छ। सो क्रममा जनकपुर धाम उपमहानगरपालिका क्षेत्रभित्रको विद्यालयमा एक साताको लागि बिदा दिएको छ। अत्याधिक गर्मी बढेर पठन पाठनमा समस्या भएपछि सम्पूर्ण विद्यालय बन्दको घोषणा गरिएको छ। शुक्रबारदेखि बिदा लागू हुने गरी आगामी शुक्रबार जेठ 26 गतेसम्मका लागि उपमहानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्ने शशीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। उपमहानगरपालिकाका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा प्रकाशित कार्य बाहेक पठन पाठन बन्द रहने बेहोरा सूचनामा लेखिएको छ। त्यस्तै सप्तरीको राजविराज नगरपालिकाले जेठ 19 गतेदेखि 23 गतेसम्मको लागि 5 दिन सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न निर्णय गरेको छ। शुक्रबारदेखि जेठ 23 गतेसम्म बाल विकासदेखि कक्षा 12 सम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू बन्द रहने राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इशरत परविनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। त्यसै गरी सिराहाको लाहान नगरपालिका पनि शुक्रबारदेखि 26 गतेसम्मको लागि पालिकाभित्र रहेको बाल कक्षादेखि 12 कक्षासम्म सामुदायिक तथा संस्थागत विद्यार्थीहरू बन्द गर्ने निर्णय गरेको छ। अहिलेको बिदा वर्ष बिदामा पट्टा गर्ने गरी बिदा दिएको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा प्रकाशित सूचनामा उल्लेख छ। पछिल्लो केही दिन मधेसका जिल्लाहरूमा अत्याधिक गर्मी बढेको छ। जनकपुर सहित यस क्षेत्रको दैनिक तापक्रम बिहान 28 र दिउँसोको 42 डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। यसैबीच बारामा पनि अत्याधिक गर्मीका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेपछि कलैया उपमहानगरपालिकाले पालिकाभित्रका विद्यार्थीहरूमा 7 दिन बिदा दिने निर्णय गरेको छ। कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रहात वर्णवाल
बर्नवालले एक विज्ञप्ति जारी गर्दै गर्मीका कारण पठन पाठनमा समस्या सिर्जना हुनको साथसाथै खास गरी बालबालिकाहरूलाई गर्मीका कारण स्वास्थ्यमा समस्या देखिन थालेपछि सहजका लागि बिदा घोषणा गरिएको उल्लेख छ। निजी तथा सरकारी विद्यालयहरूमा विद्यार्थी अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको चाप पनि घटेका हुँदा बिदा दिनु परेको उनले बताए। तराई मधेसको जिल्लाहरूमा 40 डिग्री भन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीहरूलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सिर्जना भएको र कतिपय विद्यार्थीहरू गर्मीका कारण कक्षा कोठामा बेहोस समेत हुन थालेपछि बिदा स्वीकृति गरेको शिक्षा शाखा प्रमुख बर्नवालले बताए। त्यसै क्रममा राजविराजमा 38 डिग्रीदेखि 41 डिग्रीसम्म पुग्न पछि जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। गर्मीका कारण विद्यालयको स्वास्थ्यमा असर पार्ने देखिएपछि सामुदायिक तथा संस्थागत विद्यालयहरूमा धमाधम गर्मी बिदा दिन थालिएको छ। गर्मी अत्याधिक बढेकाले खास गरी ससाना बालबालिकाहरूलाई निकै समस्या छ। राजविराज नगरपालिकाका शिक्षक शाखा प्रमुख भोगेन्द्र यादवले भने सोही कारणले 5 दिनका लागि नगर क्षेत्रका सबै विद्यालयमा गर्मी बिदा दिई विद्यालय बन्द गर्ने निर्णय गरेका छौं। बढ्दो गर्मीलाई ध्यानमा राखी गरिएको उक्त निर्णय शुक्रबारदेखि लागू हुने उनले जनाए। बिहीबारसम्म जिल्लाका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयले गर्मी बिदा दिँदै विद्यालय बन्द गरिसकेको जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय राजविराजले जनाएको छ। केही दिन यता प्रचण्ड गर्मी र पानी नपर्दा घाउ खटिरा आउमासी टाइफाइड ज्वरो झाडा पखाला लगायतका रोगका बिरामीको चाप बढ्दै गएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डाक्टर प्रकाश शाहले बताए। उनले गर्मीको असरले स्वास्थ्यमा धेरै प्रकारको प्रभाव पार्न भएकाले आवश्यक सावधानी अपनाउन समेत सर्वसाधारणलाई सुझाव दिए। चर्को घाम लाग्ने अनि हावा भन्ने फिटिक्कै नचल्ने गरेको कारणले गर्मीबाट जोगिन घर बाहिर कमै निस्किने गरेको राजविराज 4 का होटल व्यवसायी शम्भु शाहले बताए। उनले भने घरमा बस्दा पनि गर्मीबाट खासै जोगिन सकिएको छैन। पंखाको हावाले कम गरिरहेको छैन। राति अलि शीतल हुनुपर्ने हो, त्यो पनि छैन। प्रचण्ड गर्मी र घाम लागेको कोठाहरू पनि तात्ने गरेकोले राति सुत्न समेत समस्या भइरहेको राजविराज 7 का आयुर्वेदिक औषधि पसल सञ्चालक उमाकान्त शाहले बताए। गर्मी छन्ल पंखा चलाउँदा पनि तातो हावा फाल्ने गरेकोले सुत्न पनि निकै गाह्रो परिरहेको उनको भनाइ छ। समयमा मनसुन सुरु नहुँदा गर्मी अत्याधिक बढेको तथा केही दिन अझै यस्तो अवस्था रहने मौसमविदहरूको भनाइ छ। धनुषा प्रहरीले अलग अलग स्थानबाट विभिन्न मितिमा पक्राउ परेका 13 जना चोरीका आरोपीहरूलाई सार्वजनिक गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सार्वजनिक गरिएको हो। पक्राउ पर्नेहरू मध्ये जनकपुरधाम उपमहानगरपालिका 16 का 13 वर्षीय आनन्द कुमार कर्ण रहेका छन्। उनीमाथि पेठिया बजारमा तरकारी किन्न आउने महिलाहरूको सिक्री तानेर चोरी गरेको आरोप लागेको छ। त्यस्तै सडकमा कुरा गरिरहेको बेला हातबाट मोबाइल खोसेर भाग्दै गरेको अवस्थामा श्रीश्वरनाथ नगरपालिका 10 का 27 वर्षीय सुभाष कुमार दास पक्राउ परेको सम्मेलनमा बोल्दै डिएसपी वेद प्रकाश गौतमले जानकारी दिए। त्यसै गरी सुन चाँदी गहना र नगद चोरी गरेको आरोपमा सर्लाही मलङ्गवा 8 का 23 वर्षीय मनिका शाह र धनुषा सबैला नगरपालिका राजन सदालाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार मनिका शाह जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा आउने पर्यटक एवं श्रद्धालु भक्तजनहरूको सुन चाँदी गहना चोरी गर्दै पक्राउ परेकी छन्। त्यस्तै गरी धनुषाको नगरायन 6 बस्ने 30 वर्षीय राजकुमार दास चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गर्दा घर धनीले थाहा पाई प्रहरीलाई खबर गरी पक्राउ परेको बताइएको छ। त्यस्तै साइकल चोरी गरेको आरोपमा धनुषाको मिथिला बिहारी नगरपालिका 10 का 18 वर्षीय रोहित कुमार मण्डल र जनकपुरधाम उपमहानगरपालिका 12 का 18 वर्षीय सनी मेस्टर पक्राउ परेका छन्। त्यस्तै मोटरसाइकल चोरी गरेको आरोपमा धनुषाको कमला नगरपालिका वडा नम्बर 8 का 21 वर्षीय मनिष कुमार कुसयत र कमला नगरपालिका वडा नम्बर 5 का 25 वर्षीय सुवान कुमार मरिक पक्राउ परेका छन्। त्यस्तै चोरीको मोटरसाइकल खरिद गरी प्रयोग गर्दै आएको आरोपमा धनुषाको नगरायन 3 का 28 वर्षीय अजय कुमार यादव, धनुषाको कमला नगरपालिका 3 का 22 वर्षीय मनोज मुखिया पक्राउ परेका छन्। त्यस्तै मोटर चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका 13 का 17 वर्षीय श्याम कुमार यादव रहेका छन्। त्यस्तै फलामको रड चोरी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका 14 का
21 वर्षीय रबिन यादव पक्राउ परेका छन्। चोरी आरोपमा पक्राउ परेकाहरूमध्ये अधिकांश लागु औषधि दुर्व्यसनी रहेको बताउँदै धनुषाका प्रहरी प्रमुखले भने पैसाको अभावमा उनीहरूले मोटरसाइकल, सुन, गहना, मोटर लगायतका सामान चोरी गरी भारत लगेर बेच्ने गरेको पाइएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको उनले थपे। यो अहिले अस्ति 26 जना चोर हामीले पत्रकार सम्मेलन गरे पश्चात यो अहिले फेरि त्यो पछि यी जुन बाँकी दिन्छ त्यसमा हामीले चाहिँ अहिले 13 जना चोरहरू तपाईँहरू समक्ष राखेका छौँ र 16वटा बाइक, अहिले हामीले 16वटा बाइक पनि नियन्त्रण ल्यायौँ र 10,000 नगद, सुनको टप र कङ्गन 2टा कङ्गन ल्याएको छौँ। यसमा चाहिँ नि सिक्री तान्नेदेखि लिएर सुन चोरी, मोटरसाइकल चोरी, साइकल चोरी लगायतका चाहिँ केटाहरू चाहिँ हुनुहुन्छ। अहिले अस्ति बजार एरियामा अलिकति चोरी थियो भने अहिले अलिकति बजारभन्दा बाहिरतिर गएर चाहिँ चोरीमा अलिकति मान्छेहरू चाहिँ नि गरिरहेछ र यसमा हामीले चाहिँ नि विशेष गरी फोकस एउटा राति 12 बजीको त्यो 25 जनाको टोली छ, ईश्वर सामुदायिक कमानमा खटेको टोली। त्यो टोलीले एक्टिभली काम गरेको छ। यो एक्टिभली गरेको कामको परिणाम वस्तु 26 जना र यो अहिले त्यो 13 जना। यो यसरी गर्दाखेरि हामी एकदम सक्रियपूर्वक र जनतालाई अब हामीले केही न केही गरेर देखाएको छौँ भन्ने किसिमको यो प्रस्तुति पनि हो। त्यस कारणले अब हामीले मन्दिरलाई विशेष गरी यो चोरी हुने सिक्री लुट्नेलाई पनि चोर्दै यो हामीले चोर्दै चाहिँ समातेको हो र मोटरसाइकल चोरीका हकमा 2-3 जना मोटरसाइकल, 3-4 जना मोटरसाइकल चोरहरूबाट फेरि उनीहरूलाई खुलाएर घरमा चाहिँ नि लुकाइ सिपाई राखेको अवस्थामा एउटा चोरी आयो भने 2टाहरू पनि स्ट्यान्ड ल्याएको छ। त्यस्तै साइकल चोर पनि पटके चोरहरू अहिले फेला परेको छ। यो रड चोर नै सामान्य हो, यसलाई चाहिँ घन्टी चोर, रड चोर पनि यसको समावेश गरेको छ। तर सामान्य भए पनि घरमा एक्लै दुईले भाग गरेर यसले अन्य चाहिने सामानहरू पनि चोर्न सक्ने भने यसलाई पनि अहिले हामीले यसमा तपाईँको समस्या राख्यौँ र गहना नगद चोरी पनि फेला पारेछौँ। र अस्ति जुन बाँकी छ हामीले 2-3वटा मुजलियामा, 0 माइलमा हर एकजना पत्रकार साथीको पनि चोरी भएको छ। त्यसमा पनि हामी एक्टिभली लागिराखेका छौँ। उहाँहरूलाई सक्रियपूर्वक हामी लागेका छौँ र सम्भव भएसम्म उहाँको धनमाल हामी उपलब्ध गराउने नै छौँ। हामी लागिरहेछौँ पनि अब अनुसन्धानका प्रक्रियामा एक्टिभ छ, सबै टिम एक्टिभली लागिरहेछ। 25 जनाको टिम मात्रै होइन, नगरभरिका जति पनि युनिट छन् उहाँहरूबाट 2 जना एक्स्ट्रा पनि छ। राति एक्टिभली अन्य पुलिस युनिटहरू पनि पालो मिलाएर फर्स्ट सिफ्ट, सेकेन्ड सिफ्टमा इन्चार्ज छ भने आफू पनि निस्किनु भएको छ। त्यसै गरी बोर्डर एरियामा हुने तस्करीमा पनि हामीले निरन्तरता दिएका छौँ र एक्टिभली लागिरहेछौँ। यसमा हाम्रो अहिले आजका मितिसम्ममा लगभग 7 करोड 50 लाखको हाराहारीमा चाहिँ टोटलमा चाहिँ राजस्व आइसकेको छ। हजुर, आर्थिक वर्षमा त्यो छ। र मोटरसाइकलको हकमा अहिले हामीले यो तस्करी गर्नेहरूकोबाट पनि हामी चोरीको मोटरसाइकलहरू चाहिँ समात्छौँ। मलाई के लाग्छ भने हामीले अनुसन्धानको क्रममा चोरहरूले गएर बाहिर इन्डियामा बेच्ने, इन्डियामा सस्तो दरमा यी तस्करी गर्ने मान्छेहरूले पनि ती मोटरसाइकलहरू चाहिँ चोरेर ल्याएर त्यसमा चाहिँ तस्करीका सामान चाहिँ गर्ने, परेरलाई देख्ने बित्तिकै तस्करीको सामानहरू चाहिँ मोटरसाइकल छोडेर भाग्ने छ। त्यस्तो ठाउँ मोटरसाइकल पनि हामीले दिएका छौँ। र अस्ति म 6वटा मोटरसाइकल लिएर जानु भएको छ। अस्तिको अरू बाँकी मोटरसाइकल पनि छ र यो 13वटा गरेर 19वटा मोटरसाइकलहरू हामी समक्ष पब्लिकको मोटरसाइकलहरू छ। हामी यी सबै मोटरसाइकलको मोटरसाइकल नम्बर, चेसिस नम्बर लिएर मोटरसाइकलको कलम, मोटरसाइकलको जात लिएर हामी फेरि पुनः चाहिँ टिपिओ धनुषा मार्फत र तपाईँहरूलाई पत्रकारलाई पनि त्यो कुरो चाहिँ हामी दिन्छौँ र त्यसबाट जसको मोटरसाइकल चिन्न सक्नुहुन्छ उहाँ। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोगमा 21,500 मिटर ब्याज पीडितले निवेदन दिएका छन्। आयोगले वैशाख 17 गतेदेखि जेठ 14 गतेसम्म पीडितलाई निवेदन दिन आह्वान गरेको थियो। 7 प्रदेशबाट 21,548 मिटर ब्याज पीडितले निवेदन दिएको आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले जानकारी दिए। मध्य प्रदेशका 8 जिल्लामा 17,856 निवेदन दिएका छन्। अध्यक्ष कार्की भन्छन् नवलपरासी पश्चिममा मात्र 1,889 पीडितले निवेदन दिएका छन्। 9 जिल्लामा मात्र 19,000
745 पीडितले निवेदन दिएका छन्। यी बाहेक 68 जिल्लामा 1803 निवेदन दिएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशमा 377, मध्य प्रदेशमा 17,856, बागमती प्रदेशमा 69, गण्डकी प्रदेशमा 0, लुम्बिनी 3012, कर्णालीमा 45, सुदूरपश्चिममा 157 निवेदन दर्ता भएका छन्। सबैभन्दा धेरै निवेदन मधेसका 8 जिल्ला र नवलपरासी पश्चिमबाट दिएका छन् भने गण्डकी प्रदेशमा 0 छ। उनले भने अन्य जिल्लामा नगण्य छन्। आयोगले पीडितहरूलाई आफूसँग भएका प्रमाण सहित जिल्ला तथा अनलाइनबाट फारम भर्ने व्यवस्था मिलाएको थियो। सबै जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निवेदन दिन एउटा छुट्टै कक्षाको व्यवस्था गरिएको कार्कीले बताए। पीडितलाई सहयोग पुर्याउन कार्यालयका कर्मचारी खटाइएको थियो। सबै मिटर ब्याज पीडितले फारम भरुन् भनेर दोस्रो पटक समय थपिएको थियो। पहिलो पल्ट वैशाख 17 गतेदेखि 31 गतेसम्म निवेदन दिने सूचना सार्वजनिक गरिएको थियो। पछि समय थपेर जेठ 14 गतेसम्म पुर्याइएको थियो। अझै पनि छुटेका पीडितले जिल्लामा गएर निवेदन दिन सक्छन्। उनले भने पीडितले जहिले सुकै उजुरी दिए पनि अनलाइन मार्फत दर्ता हुन्छ। तथ्याङ्क संकलन गरेसँगै आयोगले पहिलो चरणको काम सकेको छ। अब दोस्रो चरणको काम सुरु गरिएको कार्कीले जानकारी दिए। पीडित भएका जिल्लामा जेठ 11 कार्यदल गठन गर्न निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा प्रहरी निरीक्षक, सरकारी वकिल, सदस्य र प्रशासन अधिकृत वा नायब सुब्बालाई सचिव बनाएर कार्यदल गठन गरी काम अगाडि बढाइने अध्यक्ष कार्कीले बताए। कार्यदलले पीडित र साहु सहित वडा अध्यक्ष तथा पालिका प्रमुखलाई राखेर छलफल अगाडि बढाउने छ। बढी लिएको साहुले फिर्ता दिनुपर्छ। उनले भने कतिपय पीडितले ऋण लिँदा जग्गाको लाल पूर्जा पास गरेर दिएका छन्। ऋण चुक्ता गरी जग्गा फिर्ता गराइन्छ। अहिलेसम्म आयोगले पीडितसँग मात्र छलफल गरेको छ। पीडक आयोगसँग छलफल गर्न आएकै छैन। सिराहा, जनकपुर, धनुषामा साहुहरू मिलेर छुट्टै संगठन खोलेका छन्। उनीहरूले मिटर ब्याजी पीडकको नाममा मानिस यातना दिएको भन्दै आवाज उठाइएका छन्। कतिपय साहु आयोगसँग सहकार्य गर्न तयार छन्। कार्कीले भने दुवै पक्षको कुरा सुनिसकेपछि कार्यदलले निर्णय लिन्छ। सहमतिमा आउन नचाहने साहु सम्पत्ति छानबिन हुने र स्रोत भन्दा धेरै सम्पत्ति भेटिए सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने उनले बताए। त्यसैले सम्पत्ति छानबिन गर्न बाध्य नबनाउनु होला। सहमतिमा मिलेर जाऊ भनेर साहुलाई भनिरहेका छौं। उनले भने छलफलको काम सुरु भइसकेको छ। आयोगलाई 3 महिनाको समय तोकिएको छ। समय अवधिभित्र काम सकिन्न भनेर तत्काल भन्न नसकिने कार्कीले बताए। तथ्याङ्क संकलन गरी छलफल सुरु हुँदा पनि मधेसका विभिन्न जिल्लाबाट चैत 20 गते आएका पीडित रत्न पार्कको शान्ति वाटिका पार्कमा बसिरहेका छन्। 11 दिन हिँडेर काठमाडौँ पुगेका पीडितसँग सरकारले चैत 18 गते गरेको सहमति फितलो भएको भन्दै दबाब दिन उनीहरू त्यहाँ पुगेका छन्। उनीहरू अहिलेसम्म थोरै संख्यामा यही बसिरहेका छन्। सरकारले सहमति गरे चाहिँ काम गरोस् भनी दबाब दिन यही बसेको मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले बताए। मिटर ब्याज पीडितहरूको समस्या समाधान गर्न गृह मन्त्रालयका सहसचिव विष्णु कुमार भुसालको नेतृत्वमा पहिला पनि आयोग गठन गरिएको थियो। उनले भने त्यति बेला पनि तथ्याङ्क संकलन गरी सरकारलाई बुझाएका थियौं। त्यसपछि कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन। हस्त टुडे न्यूज अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।